ल गाइस, म आज फेरि तपाईँहरूको माझ आएँ यो दुई चारवटा कुरा ल्याएर के होइन सुदूरपश्चिम रोयल्स नै होइन एनपिएलमा त धमाका नै मचायो। 6 म्याच जित्यो। मलाई लाग्छ एनपिएलमा सुदूरपश्चिमलाई हराउने कुनै पनि म्याच छैन कि जस्तो लाग्छ कि कतिखेर चाहिँ 5 म्याच जितेछ। आज 6औं म्याच चितवन राइनोसँग। हे भगवान के हो के जब दिपेन्द्र सिंह अहिले टाइगर बोलिङ गरिरहेछ भनेर रन लिनु भनेर कसले सिकायो? गएन अब सिधै रन आउट डाइरेक्ट। मलाई त एउटा कुरा लाग्छ के हो भनेर चाहिँ होइन, तर अब त यो सुदूरपश्चिम रोयल्स एउटा टिम मात्र होइन कि नेपालको एउटा ब्रान्ड नै हो के। तपाईँहरू जति भन्ने जे भन्नुहोस्, गाली गर्ने गर्नुहोस् होइन, म त कुरा यो ठोकेर भन्छु। तर यो सुदूरपश्चिम रोयल्सलाई नि कसैले रोकिनेवाला छैन। जति मैदानमा तुफान गरिरहेछ नि उति बाहिर फ्यानहरूले पनि तुफान गरिरहेछन्। सक्छ त कसैले? आज दिउँसोको म्याच पनि मैले हेरेको थिएँ। जब काठमाडौँ गोर्खास र पोखरा एभेन्जरको म्याच हुँदाखेरिमा फ्यानहरू खै फ्यानहरू कता गए? अलिकति क्रिकेटप्रति माया छैन, मन छैन, शून्य थियो। जब सुदूरपश्चिम रोयल्स र चितवन राइनोसको म्याच सुरु हुन थाल्यो नि पौने 4 बजे होइन, त्यो क्रिकेट ग्राउन्ड नै फुल प्याक। थाहा छ के हो? सुदूरपश्चिम रोयल्सको ब्रान्ड हो, ब्रान्ड। जति क्रिकेट त्यो ग्राउन्डमा छन् नि फ्यानहरू उति अनलाइनमा पनि छन् त्यति। जति फ्यानहरूले तहल्का मचाइरहेछन् नि ग्राउन्डमा बसेर, त्यस्तै तहल्का टिमहरूले पनि मचाइरहेछन् के। जस टिम र फ्यान भनेको कसैको लागि पछि हटेको छैन। यति कुरा ध्यान दिनुहोस् होइन। म त सोच्दै नसक्ने भाइ। त्यसैबिच अब मेरो छोरीले पनि 2टा शब्द भन्छ। सबैले यो भिडियो लाइक, कमेन्ट र सेयर गर भन। सबैले नमस्ते गर, लाइक गर, बाई बाई, ओके, टाटा, गुड नाइट। सुदूरपश्चिम रोयल्स हाई हाई।